हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी बनेपा जाँदैछौँ। बनेपामा गौँथली फिल्म चलेको छ। हामी सासुबुहारी हेर्न जाँदैछौँ। साथीहरू तपाईँहरू पनि आउनुहोला। हामी चाहिँ बनेपा गौथली फिल्म हेर्न जाँदैछौँ, किनभने यो चाहिँ सासु बुहारीले हेर्नुपर्ने मुभी छ अरे भनेर सुनेको छौँ हामीले। त्यही भएर हामी जान्छौँ आज चाहिँ। अब हाम्रो भिडियो हेरिदिनु होला, हामीले के गर्छौँ, के कसो गर्छौँ होइन, के रहेछ अलिअलि क्लिप चाहिँ हाल्छु म साउन्ड अफ गरेर। फोटो खिच्न मिलेन नि त त्यहाँभित्र, त्यही पनि चिटिङ करेंगे हम थोड़ा थोड़ा। हाम्रो घर चाहिँ केयुको साइडमा छ भन्छु नि मैले। हो यो केयुको मेडिकल साइन्स बिल्डिङ हो। यहाँ चाहिँ स्कुल पनि पढाइ पिजी छ, अनि स्कुल छ, हाई स्कुल छ 11-12, त्यसपछि मेडिकल साइन्सको बिल्डिङ छ यहाँनिर चाहिँ। अनि स्टुडेन्टहरू चाहिँ कति हुन्छ क्या यहाँको बस त कतिवटा 60वटा जति छ कि क्या, कोही मलाई थाहा छैन होइन। जे होस् काठमाडौँ त गएको गई गर्छ। यहाँ काठमाडौँबाट 2-3 बजे आउनु पऱ्यो भने चाहिँ पुरा केयुको बस मात्र देख्न पाइन्छ क्या, त्यस्तो सुविधा छ यो केयुको। स्टुडेन्टहरू त्यति छ। अनि हामी चाहिँ उभिएरै गयौँ बसबाट, किनभने चाहिँ सिटै थिएन होइन, नजिकै हो नि त। त्यही भएर चाहिँ हामी उभिँदै भए पनि गयौँ। अनि अलिक पर पुगेपछि सिट पाएर बस्यौँ। अहिले चाहिँ हामी बनेपाको 4 बाटोमा पुग्यौँ होइन। यो चाहिँ 4 बाटो हो। यो चाहिँ बनेपाको मेन हुन्छ नि, हो कोर एरिया यही नै हो। त्यसपछि चाहिँ हामी जान्छौँ हिँड्दै शुभकामना सिनेमा हलमा। घाम टलक्क टल्के अब के गर्नु होइन, त्यस्तै छ। अब जानु त पऱ्यो, हेर्न मन लागेपछि त जानु परिहाल्यो। 12 बजेको सो थियो नि त, त्यही भएर हामी चाहिँ गयौँ। अब गौथलीको बोर्ड देखेपछि त फोटो खिच्नु परिहाल्यो नि त। त्यही भएर चाहिँ मैले मेरो सासु आमाको फोटो खिचिदिएँ। यता पनि गौथली छ, उता पनि गौथली छ भने जस्तो छ। गौथलीको यति क्रेज देखाएको थियो है, आमामामा बल्ल थाहा पाएँ कि त्यो कस्तो मुभी रहेछ भनेर हेरे पछाडि है। एकदम राम्रो लाग्यो मलाई, मन छुने सबैकै एकदम मन छुने है। अब रुन त म कति रोएँ होइन, मेरो सासूआमा पनि रुनुभयो होला कति। हामीले टिकट काटिसक्यौँ है, 1 घन्टा बाँकी थियो नि त। अनि त्यही भएर चाहिँ हामी यसो यताउता डुल्न थाल्यौँ। मैले चाहिँ भात खाएर आएर पनि पानीपुरी गुवाम पारेँ। अनि मम्मीले चाहिँ आलुको लागि त्यो भिटामिन किन्नुपर्ने थियो, त्यही भएर भिटामिन पनि किन्यौँ। त्यसपछि हामी एकछिन कुर्यौँ। अनि कुरेपछि बल्ल भित्र जान पाइयो। दाइले चाहिँ चेक गर्नुहुन्छ टिकट, अनि चेक गरेर चाहिँ भित्र पठाउनु भयो हामीलाई। त्यसपछि चाहिँ सुरु हुन्छ गौथली मुभी। पढ्न मन लाग्दै बेगरेको सिचुएसन हो यो चाहिँ होइन। अब गौथलीको उसको बुढा चाहिँ एकदम आफ्नो बुढीलाई माया गर्ने, सपोर्ट गर्ने है। अब के गर्नु, सबैको सासूआमाहरूले दुःख दिँदैन त, तर पनि गौथलीको सासूआमाले चाहिँ गौथलीलाई एकदम धेरै चाहिँ अब घरकै काम गर्नुपर्छ, पढ्नु हुँदैन, पढेर के गर्छस्, गर्ने त त्यही नै हो, टाउकोमा टेक्सेस पढ्यो भनेर चाहिँ पढ्न जान दिनु हुँदैन। उसको बुकहरू सबै च्यात्र फालिदिनु भएको छ यहाँनिर होइन। यो आँगनभरि उसको बुकहरू नै हो क्या, उसले लुकी पढ्थ्यो नि त। त्यही भएर यो मुभीले चाहिँ के सिकायो भन्दाखेरि चाहिँ कसैले तिमीहरूलाई यो काम नगर होइन, राम्रो कामको लागि नगर भनेर भन्छ भने आफ्नो कामको लागि उनीहरूले चाहिँ अनि जसरी भए पनि हामीले आफ्नो लागि आफै मेहनत गर्न सक्छौँ भन्ने शिक्षा दिन्छ। अनि कति धेरै बेगरेको आन्टीहरू आउनु भएको थियो कि, उहाँहरूलाई चाहिँ अब जियोस् यो 42 सालदेखि 53 सालसम्मको कहानी हो नि त। यो पुरानो जमानाको कहानी हो। त्यही भएर चाहिँ अब आन्टीहरूलाई ठ्याक्क आफ्नो जीवनसँग मेल खान्थ्यो होला सायद पनि। त्यही भएर चाहिँ सबैले चाहिँ एकदम धेरै मन पर्यो होइन, सबैले एकदम मन पर्यो। पैसा असुल वर्थवाला थियो फिल्म भनेर कमेन्ट गरिरहनु भएको थियो बाहिर निस्केर पनि है, उहाँहरूलाई पनि मन परेछ। गौथलीले अथवा गौथलीको पुरै टिमले नै आफ्नो क्यारेक्टर चाहिँ एकदम मजाले गर्नुभएको छ क्या। उहाँहरूमा चाहिँ कुनै पनि त्रुटि छैन, किनभने चाहिँ आफ्नो क्यारेक्टर अनुसारको, आफ्नो एक्टिङ अनुसारको चाहिँ एकदम राम्रो गर्नुभएको छ भन्न चाहन्छु मैले है। म हजुरहरू सबैलाई चाहिँ यो रिकमेन्ड गर्छु क्या, हजुरहरू हेर्नुहोस्। एउटा फ्यामिलीमा सासु बुहारीले मात्रै हेर्ने होइन, यो घर परिवार सबैले नै मिलेर हेर्न मिल्ने पारिवारिक फिल्म छ क्या यो। के कसो हुन्छ, कस्तो गर्दा चाहिँ राम्रो हुँदो रहेछ है भनेर दिएको सन्देश पनि छ क्या यसमा। यति धेरै चल्नुको कारण पनि त्यही नै हो कि यिनीहरूले एकदम जेन्युन फिल्म बनाएको छ होइन। सबैको जिन्दगीमा, मोस्ट अफ द पिपलको जिन्दगीमा यो मेल खान्छ, सबैजनासँग मिल्छ नि त, त्यही भएर हो। त्यसपछि यो फिल्म सक्यो है, सके पछाडि चाहिँ हामी गयौँ नेवा किचन खाजा खानको लागि चाहिँ। मेनु देखेर नै म एकदम मन आनन्द आयो क्या। हेर्नु काठमा क्या दामीसँग लेखेको छ बाहिरको कभर चाहिँ, त्यसपछि
त्यसपछि भित्रको पेपरहरू त पेपर नै भइहाल्यो है। अनि मलाई चाहिँ त्यो मेनु मन पऱ्यो क्या। अनि हामीले चाहिँ मगायौँ चिकन किमा नुडल्स एन्ड पिज्जा, मिक्स पिज्जा मगाएको छौँ। अनि यो किमा नुडल्स चाहिँ कस्तो थियो भन्दाखेरि चाहिँ मिठो त मिठो तर एकदम धेरै पिरो भयो क्या। हामीलाई पिरोको कारणले चाहिँ अलि खाना गाह्रो पऱ्यो होइन। खान त हामीले सबै खाइसक्यौँ तैपनि खाना गाह्रो परेको थियो। यो पिज्जा चाहिँ एकदम मिठो थियो है, मिठो। मेरो सासु आमाले फेरि पिरो खानु हुँदैन नि त, अनि त्यही भएर चाहिँ त्यो किमा नुडल्सले गर्दा चाहिँ उहाँलाई एकदम गाह्रो भयो क्या। अनि पिज्जा आएपछि चाहिँ अनि मक्ख पर्दै खानुभयो। पिज्जामा त त्यस्तो धेरै पिरोवाला टेस्ट हुँदैन नि त, त्यही भएर चाहिँ मिठो मान्नुभयो। त्यसपछि चाहिँ मेरो बुढा पनि लिन आउनु भएको थियो सासु आमालाई घर पुर्याइदिनको लागि चाहिँ। अनि सासु आमा र मेरो बुढा जानुभयो घर। अनि म चाहिँ हिँड्दै 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 यहाँ धनेश्वरको गेटसम्म आएँ बनेपाबाट है। यो चाहिँ धनेश्वरको गेट हो। यहाँभन्दा माथि अझै हिँड्नुपर्छ 10 मिनट जति। अनि एउटा हाम्रो यहाँ काभ्रेपलाञ्चोकको चाहिँ फेमस शिव मन्दिर हो क्या। त्यसपछि चाहिँ हामी जान्छौँ स्विमिङ सिक्नको लागि। हाम्रो चाहिँ यहाँ 15 डेजको कोर्स नै सिद्धिएको छैन होइन। अब के गर्नु, हिँड्दा हिँड्दै थाकेर म थाकिसकेँ होइन। अब चाहिँ जान्छौँ हामी स्विमिङ खेल्छौँ एकछिन मजाले 2 घन्टा 2.5 घन्टा जति स्विमिङ खेल्छौँ। त्यसपछि चाहिँ हामी घर फर्किन्छौँ। घर फर्किने बेलामा चाहिँ यो के बालेको होला जस्तो लाग्यो है, नेवरहरूको होला सायद यो चलन होइन। यो लुतो फालेको अरे अनि भूत फालेको अरे भनेर सुनेको थिएँ मैले चाहिँ। अनि सबैहरू लिएर आएको जति चाहिँ त्यहाँ लिएर आगो बाल्नु हुँदो रहेछ क्या। अनि हामी घर आउँदाखेरि चाहिँ यति राति हुन्छ है। यो त 7 बजिसकेको बेलामा हो। त्यसपछि चाहिँ हामी जान्छौँ उखालै उकालो ठाडो उकालो। त्यसपछि मेरो बुढाको आँखामा के पर्छ है। मैले हेरिदिएको स्विमिङ खेलेर हो त्यति रातो भएको छ आँखा है। अब के किरा देखिनँ मैले। अनि त्यसपछि चाहिँ हामी घर गयौँ ल। अब थ्याङ्क यू फर वाचिङ गाइज, थ्याङ्क यू सो मच, टाटा बाई बाई।